फेरि आज हस्पिटल लिएर आएको हो। अन्त अब नेक्स्ट टाइम चाहिँ फेरि अन्त अझ आउनु बोलाएको छ हो, नक्कली दाँत लगाइदिन्छ भनेको छ। अन्त आमालाई चाहिँ पुरा टेन्सन लागेको छ, कस्तो दाँत लगाइदिन्छ, कस्तो दाँत लगाइदिन्छ अरे आमा? कुकुरको लगाउँछ। कुकुरको दाँत लगाउँछ भनेर टेन्सन भइसक्यो। कुकुरको हो अरे कि अन्त अर्को के को पो अरे, मरेको मान्छेको हो अरे कि हात्तीको दाँत लगाइदिन्छ। मेरो आमालाई टेन्सन भइसक्यो। बासुमुलको लगाइदिन्छ। घरि अर्काको दाँत लगाइदिनु राति लिन आयो भने के गर्नु भन्छ हो। राति सुतेको बेला मेरो दाँत लियो भन्यो भने त अन्त साह्रो परेन। तपाईँले थोरै न अर्काको दाँत लगाउँछ, नक्कली दाँत भनेको पछि त अब नक्कली दाँतै हुन्छ नि त, प्लास्टिकहरूको जस्तै पो हुन्छ नि माग्नु। आमालाई चाहिँ अर्काको दाँत लगाइदिन्छ भनेर चाहिँ टेन्सन छ है गाइस। सुतेको बेला यसरी पटाउँदै गयो भने बिचारा आमा कति दिन धोइसक्यो हस्पिटल हो, अहिलेसम्म पनि उयो फिनिसिङ भएको छैन आमाको दाँतको चाहिँ। हामी नभनेको पनि कतिपल्ट भइसक्यो आमा हस्पिटल धोएको? 4 पल्ट भइसक्यो। 4 पल्ट भइसक्यो हो दाँतले गर्दा। सो अहिलेसम्म पनि फिनिसिङ भएको छैन। अन्त अब साला यो दुख का खत्म नहीं होता बे। चाहिँ अब 15 तारिक बोलाएको छ हो, त्यही त नक्कली दाँत लगाउनु पर्छ अरे। आमालाई टेन्सन भइसक्यो नक्कली दाँत लगाइदिन्छ भनेर। मलाई लाउँदिन होतै होस्। वाह दिदी, वाह दिदी। नहीं दिदी, वाह दिदी। अन्त अब के चपाउँछ? पहिला म दाँत हेर्छु नि त गएर। कस्तो दाँत रहेछ भनेर राम्रो छ भने मात्रै लाउँछु भन्ने जस्तो गऱ्यो त तपाईँले त। त्यो चाहिँ लुगा छानेको हो क्या हो? सही पक्रे घिनै लाग्दो छ भने त कसले घिनै लाग्दो छ भने देख्नु भयो होला गाइस आमा चाहिँ कस्तो छ भनेर। मुखमा हालेर चपाउनु पर्छ त। के हो के जाति